भुल्न नसक्दा उहाँले मलाई एउटा यो ज्याग्दी लोकदोहोरी सुरुङ्गे घाटमा भाइ ओम कुमार तिमीले मेरो एउटा गीत गाइदेऊ उहाँले भन्नुभएको थियो। तर उहाँ त्यति बेला क्यालिफोर्नियामा रहनुभएको अवस्थामा उहाँलाई विशेष रूपले मुटुको +2 किडनीको केही बिमार हुनुभएको रहेछ। मलाई दादाको स्वर सुनेर म एक्लै महारा जाँदा गोठाला जाँदा बाँसुरीद्वारा उहाँको स्वरलाई मैले धेरै अङ्गीकार गर्ने गर्थेँ, मान सम्मान गर्ने गर्थेँ। र मलाई दाईको गीत मलाई बढी के मन पर्थ्यो भने भिरको टुनियो भन्ने उहाँको विशेष एकदम विशेषता थियो। त्यस पछाडि मौलिक रूपमा चाहिँ नि भिरको टुनियो भन्ने गीतलाई मात्रै नभएर मैले उहाँको ज्यादी खोलामा बल्छी खेलेर भन्ने हेड मास्टर हाम्रो विशिष्ट कविकार साहित्यकार देवेन्द्र लम्सालले बल्छी खेलेर भन्ने गीत गाएको पनि उहाँको मैले नक्कल गरेँ। त्यस पछाडि उहाँले धेरै कष्ट गर्नुभयो। उहाँ चाहिँ नि यस्तो लोकगीत गाउँदा गाउँदा ज्याग्दीको पाखा र परक पाखरीमा उहाँ गरिब हुनुभयो। मलाई यो थाहा छ उहाँको घर गैरी हो। उहाँको 2 जना छोरा जन्मियो, 2 जना अब श्रीमती भयो। उहाँलाई चाहिँ नि उनीहरूको विशेष रूपमा चाहिँ नि घर पर पालनलाई धेरै गाह्रो भएर मेरो दादा हरेक कार्यक्रम चलाएर चाहिँ नि क्यालिफोर्नियामा जानुभयो। अमेरिकाबाट उहाँलाई विशेष रूपमा काली गोरे भन्दै धेरै नेपाली जनताले माया गर्दा गर्दै उहाँको विशेष खानपिनमा विशेष राति बस्ने गरिकन उहाँको मलाई यो लाग्छ कि दादाको किडनी नै उडे जस्तो मलाई लाग्यो। र मलाई अझैसम्म कसैले पनि अनुभव रूपमा प्रयोग गरेको छैन। मलाई यो थाहा छ कि राजेन्द्र लम्साल दाई उहाँको पक्कै पनि विशिष्ट रूपमा मुटु र कलेजोको कमजोरीले गर्दा नै अमेरिकामा पनि उहाँको एक्सपिरियन्स हुन सकेन। तर मलाई यो लाग्छ कि अझैसम्म उहाँको गीतहरू मलाई अति अनमोल लाग्छ। उहाँको गीतलाई मैले धेरै विस्तार रूपमा गरेर रामजी खाँड +2 शिव हमाललाई पनि नमानेर म अगाडि जान पर्छ के हो भन्ने हतार र चटारमा म छु। सायद मेरो नाम हो ओम कुमार विरहित पुलमी मगर। मसँग धेरै गीतहरू छन्। रामजी खाँडको +2, शिव हमालको +2, राजेन्द्र लम्सालको अघटना वीरघटना दायाँ साइड बायाँ साइडको लोकगीत गाउने अलिकति जन्म मैले लिएको थिएँ। तर मैले मेरो घरको आर्थिक अवस्थाले म अलिकति अशिक्षित भएको कारणले अलिकति म पार्टीमा भाग नलिएको कारणले मैले धेरै मान्छेहरू चिन्न सकिनँ। तर मैले राजु हमाल, शिव हमाल, हाम्रो चाहिँ राजु परिवारदेखि नै विशिष्ट कलाकारहरूलाई मैले नेपालमा मान्ने गर्दछु। म एक्लै पनि महारा जाँदा, म टोयलेट जाँदा पनि, म पौडी खेल्न जाँदा पनि म विशिष्ट राजेश हमालको राजेश पायल राईको गीत समेत सम्झने व्यक्ति म हुँ। राजेन्द्र दाईको त मलाई अहिले यो याद छ। म सानो टुक्का तपाईँहरूको अगाडि सुनाएर म सुनाइदिन्छु है त। ल ज्याग्दी बगरमा मेरो भोइस चाहिँ नि है साथ दिनु ठिक छ मायालो घुम्छ नजरमा। यसै गरिकन उहाँको मेरो छाया बहिनी थियो। उहाँको स्मृति हाई स्कुल +2 मा पनि छाया छेत्रीको जुन ग्याममा जाँदाखेरि बहिनीको स्मृति त्यहीँ छ। उहाँको गीतको पनि मेरो दादा राजेन्द्र सरले गाउनु भएको ताला चापीले सम्झी रुने बनाए माया पापीले भन्ने पनि मलाई यो गीतले पनि म धेरै रोएको थिएँ जुन एक्सिडेन्ट करेन्ट डाँडा भएको थियो है। विशेष गरिकन मेरो दादा नभए पनि, मेरो दादा स्वर्ग भए पनि भाइ ओम कुमारले गाएको छ भन्ने चाहिँ उहाँलाई हवस् त हवस् र हस्। ल धन्यवाद, खुसी लाग्यो हजुरसित भेटेर है। ल धेरै कला गला रहेछ हजुरसित। धेरै गाह्रो लाग्यो बाबु, मैले साथ पाउन सकिनँ। साथ पाउनु छ। मेरो अङ्कल बेलेमाथि जानुभयो। मेरो मितदाई हो। ठिकै छ।
ल ल ल ल खुसी लाग्यो कला गला सधैँभरि रहोस् हजुरको राम्रो मान्छेको हात पर्नु भयो भने हजुर पनि भाइरल हुनुहुन्छ हजुरले अब म पनि 60 वर्षसम्म हो म यही जग्दी विषय गीतहरू धेरै गाइदिन्छु भन्ने मेरो भावना छ। हो ल ल धन्यवाद त्यस पछाडि म सक्दिनँ। हो